आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी अब हाँसेसँगै हाँस्ने हो, रोएसँगै रुने हो। विभिन्न घरमा हामी बसे भने एउटा ठुलो परिवारका सदस्य बन्ने हो। तयार हो? संस्कृतिले चेतनाको कुरा गर्छ, सही र गलत बीचको कुरा छुट्याउनु पर्छ भन्छ। तपाईहरु सबैजनालाई म हार्दिक निवेदन गर्न चाहन्छु, अब हामी श्रम संस्कृतिमा लामबद्ध भएर उभिनुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामीले एउटा परिवर्तन ल्याइरहेका छौँ। परिवर्तन चाहेको छ कि छैन देशले? एउटा युगले मागेको परिवर्तन, एउटा समयले मागेको परिवर्तन तपाईँ हामी सबै मिलेर ल्याउनुपर्छ, हो कि होइन? यतातिर तपाईँले भनिदिनुहोस् त, हो कि होइन? बाटो बाहिर बस्नेहरूले पनि उता बाहिर बस्छ। धन्यवाद दिन चाहन्छु। अब त्यो परिवर्तन कसरी हामीले ल्याउने हो त भन्दाखेरि हाम्रो सबैभन्दा ठुलो माध्यम भनेको चुनाव हो। चुनावमा अब हामीले आफ्नो मत परिवर्तन नगरिकन हामीले मुखले मात्रै बोलेर गीत मात्रै गाएर परिवर्तन आउँदैन। त्यसो भएको कारणले गर्दाखेरि चुनावमा मत परिवर्तन गरेर यो युगले मागेको परिवर्तन ल्याउने हो। सबैजनाले दाहिने हात उठाइदिनु। दुई हात उठाउँदा गयो होला, दाहिने मात्रै उठाउन लाएँ मैले। अब हामीले परिवर्तन ल्याउँछौँ। परिवर्तन ल्याउने भनेको भोटले ल्याउने हो। लोकतन्त्रमा तपाईँसँग सबैभन्दा ठुलो एउटा अधिकार छ। 5 वर्षमा एकचोटि मात्रै त्यो अधिकार तपाईँ प्रयोग गर्न पाउनुहुन्छ, त्यो हो मताधिकार, तपाईँले भोट हाल्ने अधिकार। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब तपाईँहरूले भोट परिवर्तन गरेर त्यो युगले मागेको परिवर्तन ल्याउनुपर्छ। थुप्रै कारणहरू छन्, अहिले धारण गरेर सुनिदिनु होला। म 2-4 कुराहरू राखेर जान्छु यहाँबाट। अब हामी आफैले परिवर्तन ल्याउनुपर्छ। हाम्रो आफ्नो मत परिवर्तन गरेर परिवर्तन ल्याउनुपर्छ। त्यसका कारण हुनुहुन्छ नि हो। मत परिवर्तन गरियो भने मात्रै हामीले परिवर्तन ल्याउन सक्ने हो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, है नारा लगाएर सुर सुकाएर परिवर्तन ल्याउन सकिँदैन।